यो चेक 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 गाइज के आज फेरि हाम्रो मेयर साहबको मलाई कहिले फोन नगर्ने महावीर पुनले भदौ 24 गते राति जेनजीको दोस्रो दिनको आन्दोलनको दिन फोन गरेर हर्क भाइ धेरै नमच्चिनु खड्डामा हाल्छन् है भन्नुभयो। पुग्न पुच्छर फेदन टुप्पो सान्दर्भिक लाग्यो। पछि आफै मन्त्री बन्न जानुभयो। सोझो मान्छेको किताब बिक्रीमा मेरो टिमका साथीहरूले रेकर्ड ब्रेक गर्ने गरी किताब बेची किनिदिए। मन्त्री भएपछि अलि बाङ्गो कुरा गर्दैछन् दाजेले, तर म रिसाएको छैन। लै हाम्रो मेयर साहबको मध्यरातमा स्टेटस आइसकेको छ साथीहरू। अनि नबुझेको कुरो मेयर साहब भदौ 24 गते गरे कुरा कार्तिक 12 गते मध्यरातमा किन पोस्ट गर्नु भएको के? कता के कुरो कानी मिलेन? के हो कुरो खासमा? अब भदौ 24 का कुरा त 25 मा 26 मा 27 मा अब तपाईको त एउटा स्टेटस पोस्ट नहुँदै अर्को आउँछ। भ्याइ नभ्याइ स्टेटस पोस्ट गर्नुहुन्छ। यो स्टेटस पोस्ट गर्नलाई किन यत्रो टाइम लाग्यो भन्ने कुरो हो कि 24 को कुरो 24 मै आउनु पर्छ, 25 मा आउनु पर्छ, 26 मा आउनु पर्छ। महिनै फेरिसक्यो। भदौको कुरो कार्तिकमा गरेर हुन्छ। त्यो नि 12 गते भइसक्यो। त्यो नि मध्यरातमा कता के मिलेन हौ। अब तपाई श्रमतिर आबद्ध हुनुहुन्छ। अब महावीर पुन शिक्षा मन्त्री हुन्। तपाईको त त्यहाँ केही लेनदेन पनि छैन। के कता कुरो नमिलेर यो राति मध्यरातमा छटपटिनु भयो त मेयर साहब? ल यसो जानकारी गराइदिनु पर्यो। जय होस्, जय नेपाल।